यिनीहरू त सल्लाह गर्छन् एउटै चिज के भइदियो एउटै चिज दुईटालाई भेट्या चिज एउटै हो त्यसको नारायणको नाम तारा नारायण त्यही तारा बहादुर यसको चाहिँ यसलाई भेटायो क्या हाम्रो बोका छिनाएर तलतिर झारेको हामीले घर ल्याउँ भन्यो बाँधेर यसलाई माथि छोडेर आएँ ढ्याक्कै काम लागेछ क्या अनि यो चाहिँ एक कोरो भइरहेको थियो क्या पछि बुबा यता बस्नु हेर्नु न यहाँ कस्तो तनाव हेर्नु न भोलि जाने भनेको बसौँ भोलि जाने भनेको यिनीहरूले त फेरि घरमा मान्छे राखेर आएको छ रुङ्गी मान्छे यदि घर गएपछि ठिक भएन भने उहाँको आसन पनि बुढाले मात्रै हो होइन तपाईँसित सम्पर्क फेरि होला न होला मेरो नम्बर चाहिँ लिइरहनु भयो नम्बर त चल्ने नम्बर दिन्छु 98 एकदम चल्ने खाले ल 97 ए उहाँलाई त यार एकचोटि मेरो घर पनि ल्याउनु पर्ने छ अब हाम्रो दाजुभाइ पर्नुहुन्छ उहाँ मेरो दाइ नै हो अब म मात्रै हुन् ए दाइ भयो यस्तो ल 98 मलाई छोएपछि छोएपछि मलाई जो खाना हेरि हुन्छ नि दाइ जो खाना हेरि हुन्छ हुन्छ हेर्नु नि ए मेरो 9843 69 75 28 अर्को चाहिँ अफिसको नम्बर छ त्यो म त्यति युज गर्दिनँ ए ठिक छ होइन तपाईँ पर्सनल दिनु न त्यो भनेपछि गयो भने उनीहरूले लिन्छ ओके तपाईँ किनभने उहाँलाई त्यो मेरो घरमा एक दिन लानुपर्छ कि अब म दाजुभाइ भएपछि के टेन्सन भयो त डेन्जरै हुनु है उहाँ त यो आसनै राखेर बस्नुभयो हो बुवा आउनु त सुन्नु या मेरो दिपेन्द्र फेरि तपाईँ नाम अहिले भर्खर बिर्सेँ कुमार म त हेर्नु त अब मैले चिन्नको लागि चाहिँ मधेसको मूलधामी भनेर लेख्ने भएँ त्यो भने सहिलो भयो ओके ल त्यही भएर दाजुभाइको सम्पर्क खोइ दाजुभाइ चिन्नै गाह्रो कि हामीलाई यस्तो के अब गाउँमा आइँदैन कामै पर्यो भने आउने आउँदा पनि आफ्नो सटक्क आइन्छ हिँडिन्छ आफ्नो आफ्नो भेटो हिँड्नु अझ गाउँमा त म त्यति साह्रो वडामा आउँछु बिमल सधैँ काम गर्यो त्यहाँ वडामा फर्किहाल्यो बाइकमा आयो बिहान 8-9 बजी हिँड्यो नि बेलुका 8-9 बजी घरै पुग्छ वायुले दुःख दिए रे बुवा वायुहरू खेलेर दुःख दिए रे अब हामीले त एकदम माने जस्तो लाग्छ परमेश्वर केमा चाहिँ यस्तो गल्ती भएछ त के गल्ती गर्यौँ त हामीले यी बच्चाहरूलाई दिएर हेर्नु त हाम्रो यस्तो कुल पूजाको दिन वायु मानेर हिँड्ने वायुलाई अगाडि पछाडि लाएर हिँड्ने मान्छे हामी पूजाको लागि पहिले कुललाई अगाडि सार्यो कुलको साथसाथै
कसलाई अगाडि सारेको तेरो घरमा दुईटा बाहिर दुईटा बाहिर त छन् सबैलाई दुःख दिन्छन् हेर्नु न हामीलाई त घरमा उहाँ काठमाडौँमा पनि कुनै न कुनै दाजुभाइलाई यस्तै कामनी त होइन तर दुःख दिइराख्छन् चाडपर्व आउँदाखेरि बेसी धक्का हो नाचिआऊ खेलिआऊ केमा चित्त बुझेन भन को हो तिमी ल आऊ परिपुकार गरेको छु पुरानै वायु भए पनि अहिलेको वायु भए पनि केमा चित्त बुझेन खेलिआऊ नाचिआऊ भन किन दुःख दिएको बालकहरूलाई केमा चित्त बुझेन ल भनाऊ त्यही अब हामी अब गल्ती भन्छ हामी गरिदिन्छौँ होइन अब हामी परदेश बस्ने मान्छे उहाँ अब मान्न गाह्रो छ अब कुल यहाँ वायु यहीँ घरमा मानेका छौँ दिनरात सम्झिन्छौँ उनको थानमा पनि गएर तिमीले चिया चर्चा गरेको थियो भन चियो चर्चो त गरेको थियो के हुन्छ कसो हुन्छ भनेर हेरेका थिए कि केटाकेटीले क्षमा याचना माग्थ्यो माफी गरिदिनु पर्यो गएका थिए भित्र गए बाहिरैबाट हेरे त्यो बन्द गरिदिउँला भनेको थिएँ मैले हिजो पनि लगेर हाम्रो यहाँ कुलथानमा पनि देखाएँ यस्तो छ कुलको ऊ भनेर परमेश्वर अब 36 महिनापछि मात्रै बालकलाई छोड्नु कुलले रुचाए भए त वायुले यस्तो दुःख नदिनु पर्ने पर्यो के हो यस्तो यो दिन्छ है त्यसलाई पनि त्यसले त्यस्तै भन्थ्यो नि उसो गऱ्यो झ्याप्प पछाडिबाट समाउँछ अरे कालो छायाले चल्न फल्न दिँदैन उसलाई केही थाहा छैन भए भन्छ यिनीहरूलाई हिजैबाट भेटाउनु पर्ने खासमा हिजैबाट भेटेछ हिजो यस्तो भयो हिजो मैले केटालाई देखाएको थिएँ यसलाई चाहिँ ठुलोलाई हाम्रो कुलथान घरको यस्तो छ हेर यसरी मान्छन् बल्ल बल्ल गाउँ आएको सानोमा आएको थियो त हेरोस् न गाउँ भनेर सबै चिज देखाइदियो क्या भोलि अब हामी पछि पनि यस्तो हुँदो रहेछ थाहा हुन्छ भनेर अनि यसरी दुःख दिइराखे छोइछाइ भएर दुःख दिइराखे भने त हामीलाई त गाह्रो हुने भयो त यो अनि त अब यो पर सरेको आइमाईहरूले छोयो भने नि दुःख दिने भए स्कुल जाने बच्चा घरभित्र थानी भाइ छ होइन छ भाइहरू कुल त सँगै हुन्छन् खै यहाँ त थाहा छैन हामीलाई पसल त यता मासतिर पो छ के अरे त तलतिर छैन भयो यिनीहरूलाई नै लगेर परमेश्वर तलतिर छैन मासतिर यिनीहरूलाई नै लगेर लाउने हो।